नमस्कार मेरा प्यारा साथीभाइहरू तथा दिदीबहिनीहरू। यो जुन पछाडि देखिरहनु भएको छ नि यो आइडी भनेको ह्याकरले ह्याक गरिसक्यो है। आज 2081 साल 12 महिना 29 गतेका दिन यानि कि ह्याकरले ह्याक गरेको पनि यो आइडी 11 दिन भइसक्यो, तर ह्याकरले फिर्ता गर्न खोजेको छैन। र यो आइडी थ्रु कसैलाई पनि तपाईलाई मेसेज आउन सक्ला, फलो गरेको हुन सक्ला। होसियार हुनु है। तपाईहरूलाई पनि इनबक्समा मेसेज आएर रकम माग गर्ने जस्ता क्रियाकलापहरू आउन सक्ला। होसियार हुनु, किनभने यो आइडी थ्रु मैले मेसेज गरेको हुन्न है। यो आइडी थ्रु ह्याकरले मेसेज गर्न सक्छ। त्यही भएर होसियार हुनु भन्दै 2-4 शब्द म यही टुङ्ग्याउँछु। विचार पुर्याउनु होला। हस्त नमस्कार।